आज हामी यो हत्तीधारा शब्दस्थलमा हामी अत्यन्तै एउटा दुःखद घडीमा यहाँ उपस्थित भएका छौँ। मलामीको रूपमा हामी यहाँ उपस्थित भएका छौँ। आज हामी हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा धनकुटाका इन्चार्ज पूर्व शिक्षा राज्य मन्त्री आदरणीय धनमाया विपको 6 जना दाजुले दुःखद निधन भएकोले गर्दाखेरि उहाँको यहाँ सद्गत गर्न उपस्थित भएका छौँ। यो दुःखद घडीमा हामी मानव जीवनको चक्रको अकाट्य सत्य मृत्युलाई हामीले स्वीकारेर शोकलाई शक्तिमा बदलेर हामी जानुपर्ने हाम्रो पार्टीको तर्फबाट उहाँको परिवारलाई उहाँलाई पर्न गएको एउटा चोट दुःख पीडालाई चाहिँ एउटा मलम लगाउनको लागि चाहिँ संवेदना दिनको लागि मलामीको रूपमा हामी यहाँ उपस्थित भएको छौँ। 2021 साल 11 महिना 27 गते मङ्गलबार भएको छ र उहाँका 6 जना दाजुभाइ 3 जना दिदीबहिनी हुनुहुन्थ्यो र उहाँको बुबा मानबहादुर विश्वकर्मा, आमा हर्कमाया विश्वकर्मा हुनुहुन्थ्यो। केन्द्रीय सदस्य किरण राई, प्रदेश कमिटीका नेताहरू पूर्व प्रदेश सांसद उमिता विश्वकर्मा केन्द्रीय पार्टीका केन्द्रीय सदस्य हुनुहुन्छ। उहाँ लगायत प्रदेश कमिटीका साथीहरू, जिल्ला कमिटीका साथीहरू, नगर कमिटीका साथीहरू, वडा कमिटीका अध्यक्ष कमरेड लगायत हाम्रो पार्टी सबै म मृत आत्माको ती शान्तिको कामनाको लागि 1 मिनट मौन धारण गरिदिनको लागि अनुरोध गर्दछु। समय सुरु। र उहाँको सुत्ताइ मिति छ 2081 साल चैत्र 7 गते बिहिबार बिहान 11 बजेदेखि जसले गर्ने उसले दिने हो, अरूले दिने होइन। अहिले त्यो छोडिदिनु न। त निकाल्नुपर्छ। अब टलीसँगै उठाएर खोइहाल्छ कुनै बाटो झर्नु के खेल्नु मान्छे उठाएर अनि खेल्नु पर्यो। खेल्नु न।